यो हो पाल्पा र पाल्पाको पनि मैले निस्ती गाउँपालिका वडा नम्बर 3 खादरमा छु र यो खादर गाउँ चाहिँ मगर गाउँ हो र त्यही अनुसारले नै आज चाहिँ म एउटा बिहेमा आएको छु र यो बिहेको चाहिँ मैले तपाईँहरूलाई यो हाम्रो मगर कल्चरमा चाहिँ कसरी चाहिँ यो बिहे चाहिँ सम्पन्न गरिन्छ भन्ने खालको चाहिँ तपाईँहरूले यो भिडियोमा चाहिँ देख्न पाउनुहुन्छ मजाले है। अब चाहिँ हामी यहाँ खादरबाट जन्ती जानलाई तयारी हुँदैछ यसरी 4वटा जिपमा ल यसरी ल यतापट्टि चाहिँ 4वटा गाडी एउटा फोर्स भइहाल्यो यिनीहरू चाहिँ मुस्ताङ अनि उता पछाडि एउटा ल दुला दुलाई चाहिँ ल यहाँनिर छ है ल दुला चाहिँ उहाँ नै हो आजको दुलाई यहाँ ल भित्र गाडीभित्र यसरी चाहिँ हुनुहुन्छ सबै खै माथि अब एउटा उता भइसक्यो अनि एउटा अब दुईटा बाँकी दुईटा चाहिँ यता चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले ल यहाँ पनि यसरी तङ्गै छ है ल यता चाहिँ अर्को गाडी यता छ ल जन्तीहरू चाहिँ अब जम्मा हुँदैछ ल अब यहाँबाट धेरै टाढा त छैन ल यहाँनिर ल जन्तीहरू चाहिँ यस्तरी धेरैजना हुनुहुन्छ ल यता अझै जन्तीहरू चाहिँ यतातिर पनि हुनुहुन्छ सामान चाहिँ बिहाको लागि यहाँनिर चाहिँ सामानहरू यसमा लोड भइसकेको छ अनि आज चाहिँ बिहा भएर जाने दुलाको घर चाहिँ यही हो है यहाँबाट चाहिँ जन्ती हुँदैछ अनि बिहे चाहिँ यो तपाईँहरू देखिरहनु भएको छ थाम इन्कुमारी है ल यहाँ चाहिँ दुलाएको भएको भएर 9 गते छ आज ल यता चाहिँ तयारी हुँदैछ ल यतातिर ल दुलाको बुवा उहाँ हुनुहुन्छ है मेरा लगाउँछ नि ल उहाँ हुनुहुन्छ है आजको दुलाको बुवा दुला चाहिँ यहाँ है अब तयारी हुँदैछ अब लगभग तयारी चाहिँ भइसकेको छ यतातिर माथि ल अब हामी यहाँबाट आउने जाने भनेको लगभग 1 बजेको टाइम थियो तर 1 बजिसकेको छ अब चाहिँ हामी के टाइममा चाहिँ यहाँबाट हिँड्नेवाला छ गाडीहरू चाहिँ सबै गइसक्यो अनि हामी केटाहरू र यहाँ चाहिँ अब यस्तो बाँकी छ अब हामी चाहिँ यहाँबाट यसरी रेडी भएर जानेछ गाडी चाहिँ गइसकेको छ यो चाहिँ हामी यसरी आउँदै बाटोमा चाहिँ आइसकेको छ बिच बाटोमा अनि यसरी एकदम धुलो भएर कुनै गाडी वहाँ तल पुगिसकेको छ हो होइन त्यहाँ तल पुग्नुपर्छ हामी तर हामी चाहिँ यतासम्म चाहिँ माथि तल पुगिसकेपछि चाहिँ अरू चाहिँ अलि अगाडि गइसकेको छ हामी अलि माथि छौँ अनि के छ भन्दाखेरिमा एकदमै धुलो छ तर गाह्रो छ एकदमै हुन्छ न गाडीको बाटो चाहिँ यहाँनिर आइपुग्यो चाहिँ अनि हामी चाहिँ यहाँनिर आउँदा के भइरहेको हेर्नु त धुलो ल अघि हामी आएको बाटो यो पहिरो बाटो अब उहाँबाट आएको त्यो बाटोबाट यहाँबाट यहाँसम्म पहिरो छ त्यहीँबाट आएको हामी अघि यो ठाउँमा आइपुगेको छ हामी यता चाहिँ यसरी तयारी हुँदैछ यहाँ ल यतातिर चाहिँ आउँदैछ ल यहाँनिर यसरी आइपुग्यो यहाँसम्म तयारी हुँदैछ उताबाट अरू केटाहरू आउन बाँकी नै छ अझै दुलाई चाहिँ यहाँनिर तयारी हुँदैछ सिकेको मात्रै है आजको दुलाई यहाँ तयारी हुँदै हुनुहुन्छ है ल सबैजना तयारी हुँदै हुनुहुन्छ यतापट्टि
अरू बाँकी आउँदै हुनुहुन्छ यसरी। यो ठाउँमा आएपछि के हुन्छ सबै तल हाम्रो मगर कल्चरको चाहिँ रीतिरिवाज के हुन्छ म तपाईँलाई सबै देखाउने प्रयास गर्छु है। हामी चाहिँ यहाँ झन्डै कति आधी घन्टाभन्दा धेरै थियो बाटो, त्यस्तो एकदम लामो टाढा नै त थिएन। हामी त्यहाँबाट आउँदै तर बाटो चाहिँ अब तपाईँले अघि देखिसक्नु भएको छ, एकदमै यो पाहाडको बाटो भएको भएर। हेलो 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 गरिदेऊ न यहाँ, ल लजाउने हेलो हेलो गरिदेऊ। हाई, के नाम हो तिम्रो? नाम नबोल्ने? ल यतातिर पैसा त टन्नै 500 लिएर रहेछ त। 500 पैसा त हैन। कति हो त्यो? त्यसमा 2वटा जिरो मात्र थप्नु त, यता लेखिदियो न 500 हुन्छ। हो ल, यसरी चाहिँ हामी आउँदै थियो। यता मास्तिरबाट हामी धेरै माथिबाट चाहिँ आएको हौँ। ल यता हाम्रो केटाहरू, ल यहाँ चाहिँ केटाहरूको के गफ हुँदैछ ल। पाएको व्यवहारमा पाएकोहरू चाहिँ उहाँहरू हुनुहुन्छ, अनि हामी त अब उहाँहरूकै सहारामा आएका हौँ। यसरी आइरहेछौँ। ल अब लगभग सबै आइसकेको छ। ल अब यहाँ चाहिँ अब हाम्रो मगर संस्कृतिको चाहिँ के हुन्छ त्यो सबै देखाउँछु तपाईँहरूलाई। हेलो 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 भनिदियो सैदा ऋतु। कति त भर्खर आइपुगेको? कहाँ आएको हामी अहिले? बिहामा। ल ठिक छ। वाउ, चिटिक्का भएर नि त। अब हामी यसरी दुलाही चाहिँ आजको यतातिर यसरी आउँदै हुनुहुन्छ। ल अरू चाहिँ जन्तीहरू लगभग अगाडि गइसकेको छ। फेरि तल गएर सबैजना त्यहाँ गएर फेरि एकमुष्ट जानको लागि यसरी हामी चाहिँ यहाँबाट हिँड्दैछौँ। ल यसरी आउँदैछ। ल अब यहाँ तल चाहिँ पर्खेर बस्नु भएको छ अरू। अब हामी यहाँबाट सँगै गइन्छ त्यहाँबाट। अब घरमा पुग्नै आँटिसकेको छ, धेरै छैन अब हामी पुग्नलाई। तर हामी चाहिँ गाडीमा झन्डै आधी घन्टाभन्दा धेरै टाइममा चाहिँ हामी हिँडियो। त्यसपछि यहाँ आएर त्यो चाहिँ आउँदैछ, तर जन्तीहरू अगाडि गइसकेको छ यसरी है। ल यतातिर चाहिँ ल यहाँबाट चाहिँ यसरी ल यही हो आजको जन्तीहरू चाहिँ। ल अब चाहिँ आइपुग्न लाग्छ यसरी। हाम्रो केटाहरू चाहिँ ल बजाउने साउन्ड सिस्टम यहाँनिर छ। केटाहरू यहाँ रमाइलो गर्दैछ। यसै दबाई यो ल यता चाहिँ सबैजना तयारी भएर यताबाट बोलाउन बाँकी छ। अनि यतातिर चाहिँ यसरी सबैजना तयारी हुँदै सबैजना एकमुष्ट भएर आएपछि बल्ल हामीसँगै चाहिँ यहाँबाट भइन्छ है। ल ल यसरी सबैजना पर्खेर बसिछौँ।
छाता लामो गेलेन नि कोट छ खतरा ओ कोट त खतरा बडा रुपियाँ नि Tiri yang nggak semia kalian. Wah dia miasa. Pot ngosan tiga anak ke? Lampu kasih dah selalu. Ah? Lampu kasih dia. Oh, berapa apa kulit lari aja kan? Full pani fuliरहेको छ यहाँ आमासम्म पैसा यही सिक मिलेन सरसरी आउँदा रुपियाँ होस् ठ्याक्क नगएपछि हुँदैन नहुँदा छ न हिर्के मानाको रिचे तर टुपीमा हामीलाई भएन नै होला न रुपियाँ लामन खाने ओरा तला चुर गराइला hadiah dia hadiah dia betul ale oh makan ali sale kasih lah gimana hati sekarang saya bantu mau ya. Sirap biar nih. Ilagaran alak-alakan jalan aku. Enggak hilang mana ya kayak. धन्यवाद है पैसा होइन दोन गेल किन दागेले ल धन्यवाद है कुलाकाले अब ल यतैबाट छिर्दै उता होइन
हजुर पर गयो यहाँ चाहिँ बसिसक्नु भएको छ उहाँहरू भर्खरै आइपुग्नु भयो अनि अब यहाँको चाहिँ हाम्रो मगर संस्कृतिको रीतिरिवाज अनुसार चाहिँ अब यहाँ सुरु हुनेवाला छ अब यसरी उहाँ चाहिँ दुलाको बाबा अनि लोखन्डा हुनुहुन्छ अनि दुला दुलै अनि त लोकन्दी हुनुहुन्छ है ल यसरी अनि उहाँको चाहिँ घर यो है बिहेको घर चाहिँ यही हो है ल यहाँ चाहिँ अब सामान तयारी हुँदैछ हेलो छाता छ भन्न छाता कडाले छाता ल अब चाहिँ सुरुवात सबभन्दा पहिला चाहिँ यसरी नमस्कार हो नि उसी इलाके ना इलाके ल यहाँ चाहिँ पहिले बुलाएको आमाबाट चाहिँ अहिले यसरी सुरुवात हुँदैछ यहाँ ल है यस्तरी सुरुवात हुँदैछ यहाँ ल है यहाँ सुरुवात हुँदैछ अब आमा हुनुहुन्छ उहाँ चाहिँ लागेको आमा ल
ल अब उभा हाट यसरी नमस्कार यसरी अब आज चाहिँ यहाँ बिहेमा जन्ती आएकोहरू चाहिँ यसरी बसेर बारीमा बसेर यसरी खाँदै हुनुहुन्छ सरर लाएर। अनि आज के छ भन्दाखेरिमा बिहेको दिनमा सबैजना मान्छेहरू चाहिँ हाम्रो गाउँतिर चाहिँ यही चलनै छ अहिलेसम्म, यसरी बारीको पातामा बसेर यसरी चाहिँ मजाले खाँदै हुनुहुन्छ, खाने यही चलन नै छ अझैसम्म। ल यता यो खालको चाहिँ छ। अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरिमा यो मित्याल निजी गाउँपालिका वडा नम्बर 4 मा रहेको यो थुक्सिङ बस भन्ने ठाउँमा चाहिँ हामी अहिले चाहिँ यहाँ आएका छौँ जन्ती, र तपाईँहरूले देखिरहनु भएको छ। यसरी राम्रो छ, यस्तै छ, रमाइलो छ। आज चाहिँ डेकमा साउन्ड सिस्टममा नाच्नेहरू नाच्दै हुनुहुन्छ, यता पान्छे बाजा चाहिँ छ, तर अहिले चाहिँ खाना खाने टाइममा चाहिँ अहिले उहाँहरूले बजाउनु भएको छैन। यता चाहिँ देखिन्छ के जस्तो देखिन्छ भन्दाखेरिमा यता चाहिँ अलिकति यता चाहिँ भान्सा टाइपको चाहिँ देखिन्छ। ल यो बारीको पातामा यसरी चाहिँ ल यो खालको चाहिँ छ है। ल
यहाँ चाहिँ जुत्ताको पैसा कति हो दिदी? कति हो? 10 लाख हो? हामी यहाँ एक्जाम छोडेर आउने जस्तो त भएन है। कान्छी छोरी भनेर लागेको भयो रे। 12 जना कहाँबाट आयो त? यसो गरौँ त्यसो भए अर्को छ नि हाम्रो त्यो उसलाई पनि एउटा साली लिएर जाउँ कि। ल हुन्छ ल, हजुरहरूले जति माग्नुहुन्छ त्यति दिन्छ, तर एकजना हामीसँग जानु पर्यो। कति 12? हुँदैन आमा। हुँदैन क्या, हुँदैन क्या। पकेटमा जति छ त्यति थाप्नु पर्यो। म छाम्छु है त। उसले भोलितिर क्युर गरिदिन्छ क्या भयो। होइन होइन थाप्नु पर्यो। कतिजना छ र सालीहरू? सालीहरू त 12 जना छ रे के? सालीहरू थाप्नु के थाप्नु? भाषा नपाउनु के? हजुर पनि थाप्नु न। यताबाट थापे, यता पनि थाप्न आउँछ हामीलाई नि। ए लामो भयो। यता हो कि त्यता दौडिन्छ फेरि। कसले लेला जस्तो साउलाई देऊ न अनि। ल ल थाप्छ थाप्छ। जुत्ताको मल। यसो गरौँ अब त्यसो भए यो जुत्ता उहाँहरू लाग्छ, यो जुत्ताबाट यो पैसाले उता किनेर लिने हो। अरू भोलि क्युआर गरिदिने क्या भयो हुँदैन? सालीहरूको त मन बुझाउनु पर्यो भयो अलिअलि। एउटा लास्ट। जान गर्दैछ कतिसम्म पुग्यो होला गर्नु न। अहिले गर्नेको के एउटा भागमा 11 त आउनु पर्यो नि। त्यो अहिले त रहेछ त। होइन दिदीलाई पनि त पाल्नु पर्छ होला नि भेनाले होइन र? सालीहरूले मात्रै पालेर त्यही त नि, दिदीले पनि पाल्नु पर्यो। दिदीले पनि पाल्नु पर्यो। अब एउटा मात्रै है भाइ, एउटा मात्र हान्छु ल। एउटा मात्र भएको छ है, सालीले कम्पो भनेपछि एउटा मात्र ल। ल
बल्ल कुरा मिल्यो साली भेनाको जुत्ता दिन परेन अनि सबै थप्दैछ है भाइ जति भन्नु सक्छ त्यति खुट्टामै लगाइदिनु पर्छ भाइ जुत्ता जुत्ता लगाइदिनु पर्यो ल ल ल बल्ल खुट्टामै लगाइदिनु पर्छ है खुट्टामा लगाइदिनु खुट्टामा लगाइदिनु पर्यो नि ल चित्त बजाएर जुत्ता पनि लगाइदियो ल भेनालाई सालीहरूले ल यो खालको चाहिँ भयो है ओहो यत्रो आम्दानी भयो नि एक जोर जुत्ताको यत्रो आम्दानी भइसक्यो छजना भएपछि एउटा मिलेन भयो 13 भएपछि कसरी मिल्यो त ल जुत्ता चाहिँ पाएँ ल भेनाले ल जुत्ता चाहिँ भेनाले पाइसक्यो ल यो खालको चाहिँ एकछिन भयो नि रमाइलो भइसक्यो त्यो त साली भेना